ॐ खर्वं स्थूलतनुं गजेन्द्रवदनं लम्बोदरं सुन्दरं पश्यन्दन्मधगन्धलुब्धमधुपव्यालोलगण्डस्थलं दन्ताघातविदारितारिरुधिरे सिन्दूरशोभाकरं वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम्। श्री गणेशाय नमः। जय श्री राधे। हर हर महादेव। सम्पूर्णमा नमस्कार। म पण्डित विद्यासागर पङ्गेनी यस अध्यात्म दर्शन युट्युब च्यानलमा जोडिनुभएका सम्पूर्णमा पुनः एकपटक राधे राधे। आज म तपाईहरूलाई जुन अब आउँदै गरेको बृहस्पति अस्त छ, त्यो बृहस्पति अस्त कहिले हुँदैछ र यसका प्रभावहरू कस्ता कस्ता रहनेछन्, कस्ता कस्ता शुभ कर्महरू गर्नुहुन्छ, कस्ता कस्ता कार्यहरू वर्जित गरिएको छ, कस्ता कार्यहरू गर्नुहुन्छ, कस्ता कार्यहरू गर्नु हुँदैन, नयाँ यात्राहरू गर्नुहुन्छ कि हुँदैन, श्रावण मासमा जुन भगवान शिवको पूजा आराधना गरिन्छ त्यो पूजा आराधनालाई यो बृहस्पति अस्तले केही प्रभाव पार्छ या पार्दैन, यी सम्पूर्ण विषयहरू मैले तपाईहरूको माझ प्रस्तुत गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। भिडियो मन परेको खण्डमा च्यानललाई धेरैभन्दा धेरै सब्स्क्राइब पनि गरिदिनुहोला, लाइक शेयर र कमेन्ट पनि गरिदिनुहोला र ढिला नगरिकन आजको यस विषय प्रस्तुतितर्फ अब म तपाईहरूलाई लिएर गइरहेको छु। देवताहरूका गुरु धनु तथा मीन राशिका स्वामी अंगिरास ऋषिका पुत्र देवगुरु बृहस्पति विक्रम सम्वत 2083 साल आषाढ महिनाको 32 गते बिहीबारको दिनमा दिउँसो 12:55 पश्चिम दिशामा अस्त हुँदै हुनुहुन्छ भने श्रावण 24 गते आइतबार दिउँसो 12:24 पुनः उदय हुनुहुनेछ। बृहस्पति अस्त भनेको के हो भन्ने विषयमा पहिला सुरुमा म तपाईहरूलाई बुझाउन चाहे। जब बृहस्पति सूर्यको अत्यन्तै नजिक पुग्नुहुन्छ तब सूर्यको तेजको कारण बृहस्पति देव हाम्रो दृष्टिबाट अदृश्य हुनुहुन्छ। यस अवस्थालाई नै बृहस्पति अस्त वा मौढ्य भनेर बुझ्नु पर्दछ। त्यो प्रत्येक वर्ष हुने एउटा खगोलीय घटना मात्रै हो, तर ज्योतिष शास्त्रमा यस समयमा बृहस्पतिको शुभ प्रभाव क्षीण हुने मानिएकोले केही विशेष शुभ कर्महरू निश्चित पनि गरिएको छ। बृहस्पति अस्तको विषयमा शास्त्रले के भन्छ भने बाप्या राम तडाग कूप भवनारम्भ प्रतिष्ठे व्रता रम्भोत्सर्ग वधु प्रवेश नमः दानानि सोमाष्टके गोदानाग्रहण प्रपा प्रथमको पाकर्म वेद व्रतम नीलोदवाह मथातिपन्न शिशु संस्कारन सुरस्थापनम भनेर पनि यहाँ मुहुर्त चिन्तामणिमा बताइएको छ। यसको अर्थ के हो भने गुरु वा शुक्र अस्त भएको बेलामा कुवा, इनार, पोखरी तथा बगैँचा निर्माण, घर निर्माणको आरम्भ, गृह प्रवेश, देव प्रतिष्ठा तथा मूर्ति स्थापना, नयाँ व्रतको आरम्भ र उद्यापनका कर्महरू, नववधुको गृह प्रवेशका कर्महरू, महादान, सोमयज्ञ, गौदान कर्म, नवान्न भक्षण, उपाकर्म, वेद व्रत, दीक्षा ग्रहण, विवाह, मुण्डन आदि कर्म, देवतीर्थको पहिलो पटक यात्रा, सन्यास ग्रहण, राज्य अभिषेक र विशेष परीक्षा तथा अन्य फलको कामना राखी गरिने शुभ कर्म सबै बृहस्पति अस्त भएको बेलामा वर्जित हुन्छन् भनेर यस श्लोकले स्पष्ट बताएको छ। अर्को कुरा के बुझ्नु पर्यो भन्दा 3 किसिमका कार्यहरू हुन्छन्, नित्य, नैमित्तिक र काम्य कर्महरू भनेर यो 3 किसिमका कर्म विभाजन गरिएको छ। नित्य नैमित्तिक कर्मलाई बृहस्पति अस्तले कुनै पनि प्रभाव पार्दैन भने कुनै पनि विशेष कामना लिएर गरिने कर्महरू छन् जसलाई काम्य कर्म भनिन्छ। यो काम्य कर्म चाहिँ बृहस्पति अस्त भएको बेलामा गर्नु हुँदैन भनेर पनि शास्त्रमा यो निर्णय बताइएको छ। बृहस्पति अस्त भएको बेलामा के सबै धार्मिक कार्यहरू रोकिन्छन् त? होइन। शास्त्रले स्पष्ट रूपमा नित्य नैमित्तिक कार्य कहिले पनि बृहस्पति या शुक्र अस्त भएको बेलामा रोकिँदैन भनेर यहाँ स्पष्ट बताएको छ। र अर्को पनि के बताइएको छ भन्दा शान्ति कर्मणि कुर्वीत रोगे नैमित्तके तथा गुरुर्भार्गव मौढ्येपि दोषस्तत्र न विद्यते भनेर पनि यहाँ बताइएको छ। यसको अर्थ के हो भने यदि शान्ति कर्म, रोग शान्ति वा कुनै नैमित्तिक कारणले गर्नुपर्ने धार्मिक कार्य हो भने गुरु वा शुक्र अस्त भए पनि त्यसको कुनै दोष लाग्दैन भनेर यहाँ बताइएको छ। बृहस्पति अस्तमा कस्ता कस्ता कार्यहरू रोकिँदैनन् भन्ने विषयमा अब म तपाईहरूलाई बताउन गइरहेको छु। दैनिक स्नानका कर्महरू, सन्ध्या उपासनका कर्म, जप ध्यानका कर्महरू,
पूजापाठ जुन नित्य व्रतका कर्महरू छन्, त्यसै गरी एकादशीका व्रतहरू, श्राद्ध कर्म, वार्षिकी कर्महरू, ग्रह शान्ति, रोग शान्तिका कुनै यज्ञ अनुष्ठानहरू, नामाकरण संस्कार, जातकर्म संस्कार, सीमन्तोन्नयन संस्कार, त्यसै गरी अन्नप्राशन, त्यसै गरी और्धदेहिक कर्म र मृत्यु संस्कार सम्बन्धी सम्पूर्ण कार्यहरू शास्त्र सम्मतमा गर्न मिल्छ भनेर बताइएको छ। वायु पुराणमा अर्को कुरा पनि के बताइएको छ भन्दा न त्यक्तव्यम गया श्राद्धम सिंहस्ते च बृहस्पतौ अधिमासे सिंह गुरा बस्ते च गुरु शुक्रयोः तीर्थयात्रा न कर्तव्या गयाम गोदावरीम बिना भनेर पनि यहाँ बताइएको छ। जस्तो कुनै पनि तपाईहरूले कहिल्यै नगएको ठाउँ, कहिल्यै दर्शन नगरेको ठाउँ, यस्ता ठाउँहरू, यस्ता स्थानहरू कतै यात्रामा निस्किन खोज्नु भएको छ भने पहिला नगएका स्थानहरू, नयाँ स्थानहरूमा चाहिँ जानु हुँदैन भनेर पनि यहाँ बताइएको छ। अर्को कुरा यहाँ के बताइएको छ भन्दा गुरु शुक्र अस्त भएको बेला सामान्य तीर्थयात्रा नगर्नु नै उचित हुन्छ, तर गया श्राद्ध र गोदावरी यात्रा भने गुरु अस्त भएको बेलामा पनि गर्न सकिन्छ भनेर यहाँ बताइएको छ। र धेरै व्यक्तिहरूलाई अर्को एउटा शङ्का पनि उब्जिन सक्छ कि यही श्रावण मासमा नै बृहस्पति अस्त भएको हुनाले के यो श्रावणमा गरिने शिव भगवानको पूजा आराधना कर्म पनि रोकिन्छन् त? होइन, श्रावण मासमा गरिने सम्पूर्ण शिवजीका व्रत उपासनाहरू आनन्दपूर्वक गर्न मिल्छ, यसमा कुनै शङ्का मान्नु पर्दैन। तर कसैले श्रावण मासमा योभन्दा अगाडि व्रत बसेको थिएन, त्यस्तो व्रत बस्ने व्यक्तिहरूलाई चाहिँ यतिखेरको समयमा कुनै विशेष कामना पदपूर्तिको लागि चाहिँ बस्न खोज्नु भएको छ भने नबस्न नै बेस हुन्छ भनेर बताइएको छ। तर भगवानको जुन गरिराखेको पूजा आराधना, रुद्राभिषेकका कर्महरू, भगवानको शिवलिङ्गमा पञ्चोपचार विधिले, दशोपचार विधिले, षोडशोपचार विधिले जुन गरिने कर्महरू छन्, फुलपातीहरू चढाउने, बेलपत्र पुष्पहरू, दुधहरू चढाउने, भगवानको पूजा गर्ने जति पनि नियमहरू श्रावण मासमा बताइएका छन्, यी सबै कर्महरू वर्जित हुँदैनन् भनेर बताइएको छ। यो कर्महरू आनन्दपूर्वक गर्न पाइन्छ। भगवान शिवको आराधना श्रावण मासमा बृहस्पति अस्त भएको छ गर्नु हुँदैन भनेर आशंका नमान्नुहोला। आनन्दले भगवान शिवको पूजा, महिमाहरू, भगवानका स्तुति गानहरू पनि गर्न सकिन्छ। त्यसैले बृहस्पति अस्तलाई लिएर डराउन वा भ्रममा पर्न कुनै आवश्यकता छैन। यो एउटा प्राकृतिक खगोलीय अवस्था हो, त्यही भएर यस्ता क्रमहरू आउने जाने भइरहन्छ। मैले पुनः एकचोटि दोहोऱ्याएँ, नित्य र नैमित्तिक कर्म भने यसमा कहिले पनि वर्जित हुँदैन भनेर मैले तपाईँहरूलाई बताएको छु। यस समयमा विशेष गरी विशेष लाभहरू प्राप्ति गर्ने, विशेष फलहरू प्राप्ति गर्ने जति पनि कामनाका अर्थात् काम्य कर्महरू छन्, यी कर्महरू चाहिँ निषेध हुन्छन्। यस्ता कर्महरू गर्नु हुँदैन भनेर यहाँ बताइएको छ। तर नित्य पूजापाठका कर्महरू, श्राद्धका कर्महरू अनि त्यसै गरी और्धदेहिक कर्महरू चाहिँ जतिसुकै जस्तो अवस्थामा पनि रोक्नु हुँदैन भनेर बताइएको छ। यसरी बृहस्पति अस्त कहिले हुँदैछ र कहिले उदय हुँदैछ, यस विषयमा आज मैले तपाईँहरूलाई यो भिडियो मार्फत जानकारी गराएको छु। आगामी दिनमा पनि अन्य यस्तै किसिमका धार्मिक गतिविधिहरू तपाईँहरूमाझ मैले प्रस्तुत अवश्य नै गर्नेछु। यस अध्यात्म दर्शन युट्युब च्यानललाई धेरैभन्दा धेरै माया गरिदिनुहोला, सब्स्क्राइब गरिदिनुहोला। आजका लागि तपाईँहरू समक्ष म बिदा हुन चाहन्छु। जय श्री राधे, जय श्री कृष्ण, हर हर महादेव। सबैको दिन शुभ रहोस्।